हेलो नमस्ते गुड मर्निङ सम्पूर्णलाई दर्शक नमस्कार बिहानीको शुभ प्रभात भन्न चाहन्छु। अनि तपाईँहरूलाई के कस्तो छ? म पनि एकदम सन्चै आरामै छु भन्न चाहेँ है। म तपाईँहरूमा आज एउटा सानो शब्दहरू लिएर आइरहेको छु। खासै ठुलो त्यस्तो व्यापकै त छैन। म तपाईँहरूलाई चाहिँ एउटा केही समय सान्दर्भिक घटनाक्रमहरूलाई दोहोऱ्याएर भन्न चाहेँ, विशेष सान्दर्भिक कुराहरू गर्न चाहेँ। तपाईँहरूलाई के कस्तो प्रतिक्रिया लाग्छ? आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला। सबैले आफ्नो प्रतिक्रियाहरू आफ्नो उत्सुकताहरू बताउन पाउने एउटा सामाजिक सञ्जाल छँदैछ। नराम्रो कुराहरूलाई फैलाउनु हुँदैन, राम्रो कुराहरू गर्नुपर्छ हैन। सामाजिक सञ्जालको पनि सही सदुपयोग सही ठाउँमा सही सदुपयोग गरेको राम्रो हो, अनावश्यक रूपमा प्रयोग गरेको नराम्रो हो जे चिज पनि। साथै म तपाईँहरूलाई माझ एउटा विशेष सान्दर्भिक कुराहरू अहिले भर्खरै हामीले सुशीला कार्की हैन, हाम्रो पूर्व प्रधानमन्त्री, महिला पूर्व प्रधानमन्त्री, उहाँले 6 महिनाको ग्यापमा जेनजी एउटा आन्दोलन भयो। जेनजी पछि चाहिँ उहाँले एउटा देशलाई सम्हाल्नु भएको थियो प्रधानमन्त्रीको रूपमा। उहाँले छोडेर पनि अहिलेको फेरि राष्ट्रसभा बहुमतका साथ विजय भएर आउनुभएको छ हैन। उहाँले विजय हुनुभएको थियो। बहुमतमा अब पुग्छ पुग्दैन त्यो आफ्नो ठाउँमा छ, तर पनि हेर्दाखेरि बहुमत जस्तै हो है। त्यही भएर अहिले चाहिँ बालेन सरकार हामीले पाइसकेको छौँ। नेपाल आमाले एउटा कान्छो प्रधानमन्त्री पाइसकेको छ। सबैभन्दा इतिहासमा पहिलो रेकर्ड नै होला सायद हैन। आफ्नो विचार हो सायद। अब कस्तो भन्नाले प्रधानमन्त्री हामीले बालेन्द्र शाह पाइसकेको छौँ र गृहमन्त्रीमा सुदन गुरुङ पाइसकेको छौँ। त्यो सबैलाई थाहा भएकै कुरा हो हैन। अर्थमन्त्रीमा अब हामीले सोडिमगले सही मान्छे, राइट म्यान राइट प्लेस भनेर भन्छ नि, सो नेपालमा अहिले त्यही भइरहेको छ। र यो क्रममा चाहिँ अब जेनजी आन्दोलनलाई सम्झिन चाहे। तपाईँहरूले पनि सम्झिनु भएको छ, बुझ्नु भएको छ जेनजी आन्दोलनमा के भएको थियो, कसरी स्टार्टिङ भएको थियो र कसरी कुन दबदबा थियो। 2/3 सरकार थियो त्यो बेलामा, कति दबदबा थियो हैन। त्यसको बावजुद पनि जेनजी आन्दोलन भयो। जेनजी आन्दोलन भइसकेपछि बच्चाहरूको हत्या भयो, त्यो आफ्नो ठाउँमा छ हैन। त्यो बेलामा म अहिलेको समयमा हेर्दाखेरि, अहिलेकै समयमा त्यो समयलाई म सम्झिन चाहिन, अहिलेको समयलाई सम्झिँदाखेरि अहिले के छ भन्दाखेरि एमाले कार्यकर्ता जो कि एमाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक हुनुहुन्थ्यो है त्यो टाइममा। र त्यो टाइममा बच्चाहरूलाई मार्नमा सबैभन्दा ठुलो हात भनेको एउटा मुख्य व्यक्तिहरूकै भूमिका हुन्छ। सो त्यसैले नै अहिलेको समयमा हेर्दाखेरि चाहिँ बालेन सरकारले गृहमन्त्रीको आदेशबाट हैन उहाँहरूलाई चाहिँ पक्राउ गर्नुभएको छ। उहाँहरूलाई खास अनुसन्धानको लागि हो लानुभएको। दोषी हुनुहुन्छ हुनुहुँदैन त्यो भनेको अनुसन्धानपछि थाहा हुने हो। तर यो सडकमा हिजो भएको जति